सुन जवान भाइ बहिनी हो, बोयफ्रेन्ड गर्लफ्रेन्डको चक्करमा नपर। गर्लफ्रेन्डको चक्करमा परेर मैले मेरो लाइफको जिन्दगीको फर्स्ट टाइम रक्सी केटीकै लागि खाएको मैले। त्यो बेला एउटा फिल्म धेरै हिट भएको थियो, मनको बरी छोरी, तेरे नाम भन्ने। तेरे नाम हमने किया है जीवन अपना सारा सनम। ऊ चाहिँ कहाँ पुगेर बिहा गरिसकेछ, बच्चा चाहिँ सकेछ। म चाहिँ यता तेरे नाम भन्दै रक्सी हान्दै, ड्रग खाँदै, गाँजा खाँदै, ब्राउन सुगर खाँदै, सुई हानेर सुधार केन्द्रमा बसिसके। उसको त्यहाँनिर आफ्नै संसार भइसकेछ, सानो संसार भइसकेछ। आफू चाहिँ यहाँ रक्सी खाएर तेरे नाम भएको छु, गर्लफ्रेन्ड बनाएर बोयफ्रेन्ड बनाएर। अनि अहिले त कस्तो एउटा आत्माले काम गर्दैछ भने नि झुन्डिदिइहाल्ने। गर्लफ्रेन्डले ब्रेक दियो झुन्डिन्छ, बाउले ब्रेक दियो झुन्डिन्छ। तिमीलाई 2 वर्षसँगको सम्बन्ध भएको मान्छेले छोड्दाखेरि तिमीलाई झुन्डिन मन पर्यो भने तिमीसँग 25 वर्ष सँगसँगै बसेको तिम्रो यत्रो औँलालाई पनि खुवाएर यत्रो औँला भइदिएको बाबाआमाको चाहिँ के हुन्छ होला तिमी झुन्डिएपछि? सोचेको छौ कहिले? झुन्डिनु हुँदैन।